तपाईँ गाडीमा यात्रा गर्दा मन पर्ने गीत सुन्नुहुन्छ होइन र? ट्रेनमा पनि कहिलेकाहीँ मधुर सङ्गीत बजेको सुनिन्छ। तर प्लेनमा किन यस्तो हुँदैन? किन प्लेनमा गीत बज्दैन? आज हामी यसको रहस्य खोल्दैछौँ। यदि प्लेनमा अचानक डिजे रिमिक्स बज्न थाल्यो भने यात्रुहरू हैरान हुनेछन्। क्याप्टेन पाइलटले भनेको कुरा उनीहरू सुन्न सक्ने छैनन् र सबैजना कन्फ्युज हुनेछन्। प्लेनको वातावरण गाडीभन्दा फरक हुन्छ। यहाँ हावाको दबाव, इन्जिनको आवाज र एयर ट्राफिक कन्ट्रोलसँगको संवाद अत्यन्त महत्त्वपूर्ण हुन्छ। प्लेनभित्र सङ्गीत बज्दा चालक दलको आपसी सञ्चार प्रभावित हुन सक्छ। टेकअफ र ल्यान्डिङको बेला यात्रुहरूले एयरलाइन्सका निर्देशन स्पष्ट रूपमा सुन्नुपर्छ। प्लेनमा यात्रा गर्दा धेरै मानिसहरू तनावमा हुन्छन्। एक अध्ययनका अनुसार करिब 25% यात्रुहरू एयर ट्राभल फोबियाबाट पीडित हुन्छन्। यसकारण प्लेनमा गीत नबजाउनु नै उपयुक्त हुन्छ। यसले वातावरण शान्त बनाउँछ र यात्रुहरूको मनलाई स्थिर राख्न मद्दत गर्छ। एयरलाइन्सहरूले हल्का क्याल्मिङ म्युजिक बोर्डिङको बेला बजाउन सक्छ, तर उडानको बेला पूर्ण शान्ति राख्न जरुरी हुन्छ। यसका व्यावसायिक कारण पनि छन्। सबैको रुचि फरक हुन्छ। एउटा गीत सबैलाई मनपर्छ भन्ने छैन, होइन र? कल्पना गर्नुहोस्, तपाईँलाई लोकगीत मनपर्छ, तर एयरलाइन्सले हेभी मेटल बजाइदियो भने? एयरलाइन्सहरूले सबै यात्रुहरूलाई सन्तुलित अनुभव दिनुपर्छ। कतिपय एयरलाइन्सहरूले भने व्यक्तिगत हेडफोनमा इन फ्लाइट इन्टरटेनमेन्ट दिने गरेका छन्। तर एयरलाइन्समा गीत बजाउने अभ्यास पनि हुँदै नभएको होइन। सन् 1950 देखि 70 सम्मको दशकमा केही एयरलाइन्सहरूले हल्का सङ्गीत बजाउँथे, तर पछि त्यसलाई हटाइयो। कतिपय एयरलाइन्सहरूले बोर्डिङ म्युजिक प्रयोग गर्छन्। कतिपय लग्जरी एयरलाइन्सहरूले सेतो आवाज वा हल्का इन्ट्रोडक्टरी सङ्गीत राख्छन्। अब तपाईँलाई थाहा भयो प्लेनमा गीत बजाइँदैन किन? किनकि सुरक्षा महत्त्वपूर्ण छ। शान्त वातावरण यात्रुहरूका लागि राम्रो हुन्छ। सबैको रुचि फरक हुने भएकाले एयरलाइन्सले व्यक्तिगत इन्टरटेनमेन्ट प्रदान गर्छ। तपाईँलाई कस्तो लाग्यो? यदि तपाईँले प्लेनमा गीत सुन्न सक्ने सिस्टम राख्न सक्ने अधिकार पाउनुभयो भने कस्तो गीत बजाउनुहुन्छ? कमेन्टमा लेख्नुहोला। यस्ता रोचक तथ्यहरू मनपर्छ भने लाइक, सेयर र च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुहोला।